मान्यवरलाई म एकमुष्ट नमन गर्छु। आज हामी कल्पलता को 205औं श्रृङ्खलाको ऐतिहासिक मोडमा यहाँ छौँ। यो एउटा निकै महत्त्वपूर्ण र थोरै सङ्ख्या हुँदाहुँदै पनि निकै उपलब्धिमूलक श्रृङ्खला रह्यो जस्तो मलाई लाग्छ र यसमा हाम्रो आदरणीय डाक्टर साहब प्रेमराज सिलवानले धेरै कुरा बताइसक्नु भएको छ र आज वाचन गरिएका सबै रचनाहरूको बारेमा उहाँले आफ्ना धारणाहरू समीक्षात्मक मन्तव्य पनि राखिसक्नु भएको छ। त्यसो भएको हुनाले यो एउटा महत्त्वपूर्ण काम पनि भएको छ। वास्तवमा रचनाहरू आफ्नो रचना सुनाउने खुरुखुरु जाने त्यसले चाहिँ वास्तवमा हामीलाई परिमार्जन हुन दिँदैन। कमसेकम हामीले सुनाएका रचनाहरू हामीमध्ये केही कसैले समीक्षा गरिदियो भने त्यसमा भएका कमी कमजोरीहरू र राम्रा पक्षहरूलाई उजागर गरियो भने हामी आफै सच्चिँदै जाने हो। र मैले जे लेखेँ त्यो नै मेरो अन्तिम हो भन्ने सोच्ने हो भने मैले नलेखे पनि हुन्छ, किनभने म सच्चिन्न। मैले नसच्चिएको अर्थ मैले लेखेर समाजलाई सुधार पनि गर्न सक्दिनँ। त्यस हिसाबले त्यसै भएर पाठकीय प्रतिक्रिया, समालोचकीय मन्तव्य, अरू पाठकहरूको कुराहरू चाहिएको, आम पाठकहरूको, आम श्रोताहरूको मन, उनीहरूको विचार बुझ्नुपर्ने कारण पनि त्यही हो। मैले समाज अनुकूल काम गरिराखेको छ कि छैन, लेखेको छ कि छैन भन्ने कुरा बुझाउनुको लागि पनि यस्तो किसिमको समीक्षात्मक कुराहरू यहाँ हाम्रो डाक्टर साहबले पत्रिकामा राख्नुपर्छ यस्तो कुराहरू भन्ने कुरा पनि गर्नुभएको छ। यो पनि महत्त्वपूर्ण कुरा हो र यो एउटा नयाँ सुरुवात पनि हो। केही दिन अघि भन सर म र अर्को एकजना साथी पनि थियौँ हामी, सायद त्यो बेलामा उहाँले भन्नुभयो तपाईँहरूले यो कार्यक्रम गरेर चाहिँ ठिकै हो, तर त्यो समीक्षा चाहिँ नराखे भए हुन्थ्यो, सबै त्यहाँ नबुझ्ने को आएको हुन्छ भन्नुभयो। मैले के भने यो चाहिँ गलत भन्नुभयो तपाईँले, किनभनेदेखि नबुझ्ने आयो भनेर नबुझाकर बुझाएको होइन नि। यो त एउटा त्यहाँभित्र अझै बढी चाहिँ हामीले के सुधार गर्न सकिन्छ भन्ने कुराको एउटा परम्परा सुरुवात गरेको हो। रचना सुनाएर मात्रै खुरुखुरु भागेर जाने हो भनेदेखि त त्यसले कसैलाई पनि राम्रो प्रभाव दिँदैन भनेर प्रतिकार पनि गरेको थिएँ मैले। र जे होस् यो एउटा अनुष्ठान एकदमै महत्त्वपूर्ण भएको छ र आज केही कुराहरू निस्केका पनि छन्, जस्तो शहीदकै कुराहरू। शहीद चाहिँ वास्तविक शहीद कति मान्ने, बनाइएका शहीद कति मान्ने भन्ने डाक्टर साहबले उठाउनु एकदमै सही कुरा हो। झ्यालमा बस्दा बस्दै जुलुस हेर्दाखेरि गोली लागेका मान्छे शहीदहरू भएका छन्। कोठाभित्र सुतिरहेका मान्छेलाई कसले मारिदियो पछि चाहिँ त्यो ठेलठाल पारेर आफ्नो पहुँचका मान्छेलाई लगेर शहीद बनाएका पनि छन् होइन, धेरै कुराहरू। र तर त्यसले गर्दा वास्तविक शहीदहरूलाई आघात पुग्छ उनीहरूले गरेका उनीहरूको जुन उत्साहको कुरा त्यसलाई आघात पुग्छ। त्यसो भएर शहीद हुनुपर्छ भन्ने कुराहरू हो। तर अहिले चाहिँ के भयो भनेदेखि अब युद्ध गर्नलाई गोलीगट्ठा बमबारी चाहिने भएन। अहिलेको युद्ध भनेको अल्गोरिदम भन्छ नि, एउटा अल्गोरिदम भन्ने आइराखेको छ अहिले खेलको एकदम शब्द। यो चाहिँ के हो भनेदेखि मान्छेलाई एउटा अल्गोरिदमको खास अर्थ चाहिँ क्रमबद्ध रूपमा कुनै पनि काम पुरा गर्ने हो खास चाहिँ। तर अहिले आएर के भइदियो भने अल्गोरिदम भनेको चाहिँ एउटा भिड तन्त्र जस्तो सञ्चार जगतलाई मुठीमा लिएर भिड तन्त्र सिर्जना गर्ने र त्यसलाई आफ्नो किसिमको पहुँचमा पारेर आफ्नो कुरालाई फत्ते गर्ने, त्यस्तो किसिमको परम्परा आयो। त्यो कुरो विश्वभरि नै आयो, हामी कहाँ मात्रै आएन, त्यसको प्रभाव हामी कहाँ पनि रह्यो। अल्गोरिदमकै असर हो युक्रेन र रुसको युद्धको परिणाम। अल्गोरिदम कस्तो भयो भनेदेखि युक्रेन र रुस अहिले यसो हेर्दाखेरि युक्रेनको राष्ट्रपति जेलेन्स्की र पुटिनको झगडा, त्यो चाहिँ युरोपियन युनियनमा उनीहरू पस्न नपाएको र पस्न दिएको, अथवा भनौँ न युक्रेन चाहिँ युरोपियन युनियनमा जान चाहेको थियो, युरोपेलीहरूले लिए, यतापट्टि पुटिनलाई मन परेन, त्यसै भएर आक्रमण गर्यो भन्ने सामान्य अर्थमा त्यसरी लिइन्छ। वास्तवमा के हो भनेदेखि त्यो मात्रै होइन, युरोपियन युनियनहरूले धेरै अगाडिदेखि चालबाजी खेलिरहेका थिए, अमेरिकाले पनि खेलिरहेको थियो। युक्रेन र रुसको बिचमा चाहिँ युद्ध पारिदियो भनेदेखि त्यसलाई चाहिँ त्यसको फाइदा हामी लिन सकिन्छ भन्ने किसिमको मानसिकता थियो। र 2014मा आएर अमेरिकाले एउटा टेलिभिजन, त्यहाँको युक्रेनको एकजना मान्छेको नाममा टेलिभिजन संस्था खोलिदियो र त्यो संस्था खोलिदिएपछि त्यहाँ निरन्तर रूपमा के प्रचार गर्न थालियो भने अब युक्रेन युरोपियन युनियनमा नजाने हो भनेदेखि
हामी त चल्नै सक्दैनौँ होला। युरोपियन युनियनमा जाने बित्तिकै यो देश त एकदमै साँच्चै विशाल हुन्छ, धेरै प्रगति हुन्छ र हामी चाहिँ यो रसियाभन्दा त कति माथि पुग्छौँ भन्ने निरन्तर प्रचार गरियो र त्यसमा फेसबुक, टेलिभिजन, अरू सामाजिक सञ्जालहरूमा निरन्तर रूपमा प्रचार गरियो। त्यो प्रचारको क्रममा सरी मैले मेरो बुक सुक्नु भएको र यो कुरा भएपछि त्यहाँको चाहिँ राष्ट्रपति त्यतिखेरको हुनुहुन्थ्यो भिक्टर यानुकोभिच भन्ने, उहाँले चाहिँ अब चाहिँ मलाई पनि निकाल्ने भए, यो देश पनि डुबाउने भयो भन्ने कुरा उहाँले महसुस गर्नुभएको थियो र त्यो महसुस हुँदाहुँदै उहाँलाई आखिर निकालेरै छोडे। उहाँ रसियाको शरणार्थी बनेर जानुभयो र त्यसै बिचमा अनि त्यसपछि उनीहरूले के गरे, त्यो प्रचार गर्दा गर्दै अहिलेको जेलेन्स्की त के भने एउटा हास्य कार्यक्रम टेलिभिजनमा चलाएर बसिरहेको मान्छे हो। उसलाई उचालेर अमेरिकाले के गरिदियो भनेदेखि उसलाई निकालिदियो। अनि त्यसपछि अब यस्तो मान्छेलाई बनाउनुपर्छ, अब चाहिँ राम्रो हुन्छ भनेर अमेरिकाले उसको आफ्नो खेल खेलाउनुको लागि जेलेन्स्कीलाई राष्ट्रपति बनाइदियो र जेलेन्स्की आफै पनि कुनै राजनीति पनि नगरेको, उसलाई केही राजनीतिको बारेमा थाहा पनि नभएको, खालि एउटा हास्य कार्यक्रम चलाएको भर्खरको केटा मान्छे थियो। उसले पनि के सोच्यो भनेदेखि अब त म युरोपियन युनियनमा जाने भएँ, मेरो देश, त्यसो भएको हुनाले युरोपेलीहरूले मलाई माया गरिहाल्छन्, अमेरिकाले माया गर्छ, त्यसो भएको हुनाले यो रसियासित त जति झगडा गरे पनि हुन्छ भन्ने हिसाबले उसले हामी युद्ध गर्न तयार छौँ भनेर भन्यो। युद्ध गर्ने तयार भनेकोमा अमेरिकाले उसले के गरेको, उसले त युक्रेनलाई फुटाउनु नै थियो, त्यहाँको हात हतियार र त्यहाँको एउटा खनिज तत्त्वहरूलाई चाहिँ आफ्नो हात लाउनु नै थियो। उसले के गर्यो, युद्ध गर भन्यो, तर हतियार यस्तो दियो त्यो उसको आफ्नै देशभित्र त्यहाँबाट हानेर रसियामा गएर हान्न सक्ने हतियार पनि दिएन। आफ्नै देशभित्र मात्रै हानिन सक्ने सानातिना हतियार, अमेरिकाले पुराना भएर थन्काएका खिया लागेका हतियारहरू, त्यस्ता हतियार दियो र उसलाई एकछिन लडाउने नाटक मात्रै गरिदियो र अन्तिममा आएर अहिले अब युक्रेन आखिर 20% त रसियाले लिनिसक्यो, अरू पनि अब दिने शर्तमा आइसक्यो र अमेरिकाले त्यहाँको सुरक्षा गर्दै बापत सबै किसिमका खानी खनिजहरू सबै उसले लिने शर्त पनि मान्ने भइसक्यो र अब अहिले आएर अब युक्रेन चाहिँ के भने देश छ कि छैन भन्ने परिस्थितिमा अब त्यसरी आयो। यो एउटा उदाहरण हामी नेपालीहरूको लागि सबभन्दा नजिकको कुरा भइरहेको छ। यो अहिले पनि हाम्रो यहाँ चाहिँ गोलीगट्ठा बम बारुदहरू चलेका त छैनन्, तर त्यही अल्गोरिदम को चाहिँ ठुलो प्रभाव हामी कहाँ भइरहेको छ र हामीले यतिखेर चाहिँ अब हामी एक एक मान्छेले हामीले सोचेनौँ भने यो देश रहन्छ कि रहँदैन, यो देशको अस्तित्व हुन्छ कि हुँदैन, यहाँभित्र अब भोलि नजिकका छिमेकी देशहरूको के स्वार्थ छ, त्यसभन्दा बाहिरको के स्वार्थ छ, यी कुराहरू नबुझिकन हामी अब गऱ्यौँ भने अस्तिको हाम्रो 23-24 गतेको आन्दोलन पनि त अल्गोरिदम हो नि त। एउटा एकै दिनमा मेचीदेखि महाकालीसम्मको कसको घर कहाँ कहाँ छ भनेर 2 घन्टा 4 घन्टाको बिचमा सबै कुरो जलाउन सक्ने, राज्यका सबै सम्पत्ति डुबाउन सक्ने भनेको त त्यो कुनै प्रशिक्षण बिना त हुन सक्दैन। त्यसो भएको हुनाले यो एउटा 10 वर्षले त्यसो गर्न सकेका थिएन। हजुर 10 वर्षले त्यसो गर्न सकेका थिएन। होइन, यो जसले गरायो उसले पनि एक दिनमा गराउन सक्छु भन्ने सोचेको पनि होइन। वास्तवमा धेरै कहाँ होइन भनेपछि एउटा अल्गोरिदम भन्ने हामी लेखक साहित्यकारहरूले पनि यसमा एउटा एकदमै सचेत हुने र हाम्रो लेखनीमा पनि मैले त्यही भएर पनि एकदमै इमान्दारी र एकदमै त्यसले चाहिँ भोलि के प्रभाव पार्छ त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ। र तपाईँ हामी जे लेख्छौँ अब अहिले आएर चाहिँ के भने मलाई मन लाग्यो मैले लहरमा लेखिदिएको हो भनेर अब सुख पाइँदैन। हामीले कुनै पनि प्रकाशमा ल्याउने बित्तिकै शब्दको मूल्याङ्कन बाहिरबाट हजारौँ मान्छेहरूले गरिरहेका हुन्छन्। कतिले हेर्छन्, चुप लाग्छन्, कतिले तुरुन्तै त्यसको प्रतिक्रिया तपाईँले यो लेख्नुभयो यो कसरी भयो भनेर पनि गर्छन्। कतिले हाम्रो अध्यक्षज्यूले कहिलेकाहीँ यस्तो क्वेसन राख्नुहुन्छ, यो यस्तो यस्तो मलाई लागेको तपाईँलाई के लाग्छ, वास्तवमा त्यो प्रतिक्रिया लिने राम्रो तरिका पनि हो। त्यसले चाहिँ एउटा के भने अरूले पनि आफ्नो धारणामा के भन्छन् त भन्ने कुराहरू त्यो कुरा हो। त्यसो भएको हुनाले अब अहिले हामी किन एकदमै
सङ्कटमा छौँ अथवा हामी लेखकहरू स्रष्टाहरू किन सचेत हुनुपर्ने अवस्था छ भने एउटा ग्रिक पात्र छ क्या इकारस भनेर भन्छ। इकारस भन्ने एउटा मिथक जुन ग्रिक हाम्रो यहाँ रामायण महाभारत भने जस्तै ग्रिक मिथक पुरानो कथामा एउटा इकारस भन्ने छ। इकारस भन्ने चाहिँ एउटा डेडलुक भन्ने एकजना आविष्कारक वैज्ञानिक थियो। त्यो वैज्ञानिकको एउटा छोरा चाहिँ इकारस भन्ने थियो। अनि उसले के भन्यो भने बुवा तपाईँले त यो सारा कुराहरू बनाउनुहुन्छ, नयाँ नयाँ कुरा बनाउनुहुन्छ, म पनि यो सारा संसार घुमेर हेर्छु सबै भनेर भन्छ। अनि उसले डेडलस भन्ने उसलाई के भन्छ इकारसलाई भनेदेखि ठिक छ यो एकदमै राम्रो कुरा हो, विश्व हेर्नु संसार हेर्नु भनेपछि नयाँ कुरो बुझिन्छ, तर तिमी घुम्ने हो भनेदेखि म तिमीलाई दुईवटा कुरा गरिदिन्छु। एउटा तिम्रो शरीरभरि म मह दलिदिन्छु, महले ढाकिदिन्छु। अर्को चाहिँ त्यहाँ पखेटा पनि हालिदिन्छु, त्यसपछि तिमीलाई उडेर हिँड्न पनि सजिलो हुन्छ। अनि तिमीले के काम गर्नु भने मह लगायो भने शरीरको सुरक्षा हुन्छ, पखेटा भयो भने उड्न सक्छौ। त्यो भनेपछि उसलाई बनाइदियो, उड्यो। उड्न थालेपछि बुवाले उड्नुभन्दा अगाडि के भनेका थिए भने तिमी धेरै गहिराइबाट पनि नजानु, समुद्रमा डुबेर मर्छौ, चिसोले मर्छौ। धेरै उचाइबाट पनि नजानु, त्यहाँ गयो भने घामले पोलेर मर्छौ तिमी। त मह पग्लिन्छ, मह पग्लेपछि तिम्रो पखेटा पनि खुस्किन्छ, त्यसरी मर्छौ भनेर भन्ने कुरो गर्छ उसले। अनि उसले त्यो होसियारीपूर्वक ऊ जानुपर्ने, घामबाट पनि जोगिनुपर्ने, चिसोबाट पनि जोगिनुपर्ने। तर उसले के सोध्छ भने मलाई अब पखेटा पनि छ, यो मह पनि छ, कसले छुन सक्छ मलाई भनेर ऊ एकदम उचाइमा एकैचोटि पुग्ने हो भनेर उचाइ औलो लिएर म घाम छुन्छु भनेर जाँदा घामले डढेर ऊ मर्छ, घामले डढेर मर्छ। भनेको मतलब के हो भनेदेखि हामीले उद्देश्य चाहिँ एकदम ठुलो लिनुपर्छ, तर त्यसको मतलब धेरै ठुलो महत्त्वाकांक्षा राखेर पनि हुँदैन। समाज समय परिस्थिति भन्दा प्रतिकूल हुने किसिमले पनि हामीले हाम्रा धारणाहरू व्यक्त गरेर हुँदैन। तर के भने समाजलाई, समयलाई, परिस्थितिलाई कसरी डोर्याउने भन्ने कुरो उसले चाहिँ आफ्नो पखेटा पनि नखुस्किने, मह पनि नपग्लिने किसिमले आफ्नो लक्ष्यमा गएको भए उसले विश्व घुमेर आउँथ्यो, थियो। त्यसो भएको हुनाले हामीले एउटा यो चाहिँ एकदमै जरुरी छ। हामीले लेखेका कुराहरू हाम्रो समाजलाई डढाउने हो कि अथवा डुबाएर लाने हो कि अथवा हाम्रो समाजले पनि त्यसलाई माथिल्लो उचाइमा पुर्याउने कुरामा जान्छ भन्ने कुरालाई हामीले हेर्नुपर्छ जस्तो लाग्छ। धेरै कुरा म भन्दिनँ, हाम्रो यो यस्तो किसिमको अनुष्ठानले निश्चित रूपमा धेरै महत्त्व दिन्छ र मैले त पटक पटक भनेको छु अरू विषयमा पनि हामी यस्तो किसिमको गर्न सक्छौँ। डाक्टर साहबले धेरै कुराहरू भनिरहनु भएको छ, यो क्रमलाई अझ अघि बढाउनुपर्छ भन्दै म बिदा हुन्छु। हस्।